यो चाहिँ मेरो सपनाको घर। यो मेरो छत भयो, ट्याङ्की छ। अनि त्यहाँबाट एउटा रुम माथि बनाएको जस्तो हालेर सज। अनि यहाँबाट छिर्ने, यहाँबाट छिरिसकेपछि यो हो हाम्रो मन्दिर बनाएको छ। पुरानो किचन राखिदिएको छ। त्यहाँबाट यता गयो भने यसमा माथिको तलाको लागि टोयलेट बाथरुम बनाउनु बाँकी छ। अनि यता यो माथिको रुम यहाँ यस्तो छ। यो रुमहरूमा अहिले सामानहरू स्टक राखेको छ यसरी। अनि यहाँबाट झ्याल बाहिरको दृश्य हेर्न सकिन्छ। त्यहाँबाट गएर यो भयो प्यासेज। अब यहाँबाट यो रेलिङ छ, यहाँबाट तल जाने बाटो। यो गेट भयो, माथिको गेट भयो। अनि हाम्रो घरको सामनेको स्कुटी यो चाहिँ होइन, यो सामनेको स्कुटी भयो, सबै गएको छ। यो प्यासेज भयो। अनि बाहिरको रोड भयो, रोड छ। यो चाहिँ मेरो घर हो। यो चाहिँ मेरो घर भयो। तलको त्यो माथिको रुम। अनि यहाँबाट चाहिँ यता छिर्ने बाटो आउँछ, यो रोडबाट। यहाँबाट छिरेर चाहिँ यो माथि जाने गेट भयो, यो तल जाने गेट भयो होइन। अनि त्यहाँबाट चाहिँ तल जाने बाटो। यहाँ चाहिँ पानी भर्ने ठाउँहरू, मोटरहरू छ। कुनामा वायरिङ मोटरहरू राखेको छ। अनि यो मेरो टोयलेट बाथरुम दुइटै छ यहाँ। नुहाउने र टोयलेट छ। मेरो चाहिँ यता गएपछि चाहिँ मेरो सुत्ने कोठा यस्तो छ। यो तरास 3 पिस। अनि मेरो बेडरुम यो कलर चाहिँ लाउनु बाँकी छ। यो तलको रुम भयो, हामी बस्न सुरु गरेको। यस्तो छ बेडरुम। दराज भयो। यता गएपछि अर्को रुम छ, बैठक रुम। यहाँ टिभी राखेको छ, बच्चाहरू खेल्दैछ। यो चाहिँ बैठक रुम, टिभीहरू छ। अनि बाबु नानीहरू सुत्छन्, टिभी यता राखेको छ। अनि यो मेरो किचन, यो चाहिँ किचन छ। डाइनिङ टेबल भयो, डाइनिङ टेबल। अनि यो मेरो किचन छ। यो किचन त्यहाँबाट यहाँबाट मेरो घर सकिन्छ। त्यहाँबाट बाहिर निस्कियो भने यस्तो प्यासेजबाट खस्छु बस्ने ठाउँ यस्तो। यसो बार्नु पऱ्यो भने यसो छोराछोरी बनाउनलाई। अनि तलको घरहरू भयो, प्यासेज भयो। घरको सामुन्ने भाँडा मात्रै छ, खाना खाएको भाँडा। अनि यो प्यासेज
चाहिँ मान्छेहरू बस्न सक्छन् धेरै मान्छे भयो भने बस्न सकिन्छ है त धन्यवाद यो घर चाहिँ आफ्नै पसिनाले बनाएको होइन कसैको सहयोग बिना नै भनौँ न कसैको साथ रहेन आफ्नै पसिनाले यतिको बस्नु लायक बनाएको छु साथीहरू हेर्नुहोस् है त यही नै हो चप्पल राख्ने ठाउँ त्यहाँ छ यहाँबाट माथि गयो रोड आयो अनि त्यहाँ माथि जाने गेट भइहाल्यो गेट राखेको छु